मायामा मान्छे स्वार्थी हुन्छ भन्थे, साँच्चै हो रहेछ। आज म आफ्नो परिवारसँग हुँदा पनि एकदमै एक्लो महसुस गरिरहेको छु। तिम्रो कल मेसेज आउँदैन भन्ने थाहा हुँदै पनि आउँछ कि भनेर कुरेर बस्थेँ। घाम लागिरहेको मौसममा अचानक पानी परे जसरी आँखाबाट आँसु झर्थे। कसैसँग यति छोटो समयमा यति धेरै नजिक भएर टाढिनुको पीडा निकै गाह्रो हुने रहेछ। एउटा अन्जान व्यक्ति, मलाई उप्रति कुनै इन्ट्रेस्ट नै थिएन, न उसको कुनै वास्ता नै लाग्थ्यो। ऊ को हो के हो केही थाहा थिएन। एउटा संयोगले फेसबुकमा बनेको साथी, तर उसले मलाई सधैँ फलो गर्थ्यो, कल गर्ने, मेसेज गर्ने। मैले बारम्बार इग्नोर गर्दा पनि सहेर बस्थ्यो। त्यस्तै हुँदै समय बित्दै गयो। ऊ मसँग यति धेरै क्लोज हुन थाल्यो कि मानव उसको लागि म बाहेक अरू कोही पनि छैनन्। बिस्तारै मेरो मनमा पनि उसको लागि फिलिङ्सहरू जाग्दै गयो। मलाई पनि उसँग बोल्ने बानी परिसकेको थियो। फोनमा घन्टौँसम्म कुरा हुन्थ्यो। म पनि घरमा समय मिल्न साथ, एक्लै हुन साथ उसलाई